नमस्कार, यहाँलाई युट्युब च्यानलमा हार्दिक स्वागत छ। यो एपिसोडमा हामीले वेबसाइटमा न्यूज र एक्टिभिटीलाई कसरी अपडेट गर्ने र त्यसको लागि आवश्यक कन्टेन्टलाई कसरी पोस्ट गर्ने भन्ने विषयमा यो भिडियो तयार पार्न गइरहेको छु। आउनुहोस् हामी भिडियोलाई सुरु गरौँ। सुरुमा चाहिँ हामीले वेबसाइटमा पोस्ट गर्नुपर्ने कुनै पनि सूचना अथवा एक्टिभिटीजहरुको त्यसको लागि आवश्यक पर्ने जस्तै सूचना हो भने फोटो र न्यूज अथवा सूचना हो भने पनि त्यसको टाइटल र त्यसको डिस्क्रिप्सनमा के कुरा हामीले लेख्नुपर्ने हो त्यो कुरालाई चाहिँ हामीले सुरुमा तयारी गर्नुपर्ने हुन्छ। र त्यसको लागि हामीले फोटो चुज गर्दाखेरिमा फोटोलाई राम्रो क्वालिटी तर फोटोको साइज चाहिँ सकेसम्म 500 KB भन्दा तल र बढीमा 1 MB नहुने गरी चाहिँ बनाउँदा एकदमै उत्तम हुन्छ। किन भन्दाखेरि फोटोको साइज जति धेरै भयो त्यति चाहिँ वेबसाइट खुल्नलाई टाइम लाग्छ, लोड धेरै लिन्छ। त्यसले गर्दाखेरि फोटोको साइज चाहिँ एकदमै सानो साइजमा, एकदमै कम साइजमा बनाउनु पर्छ। अझ सकेसम्म तपाईले सक्नुहुन्छ भने फोटोलाई जेपीजी फर्मेटमा भन्दा पनि वेबपी फर्मेटमा कन्भर्ट गरेर अझ त्यसलाई चाहिँ क्वालिटीको अथवा एकदमै लाइट बनाउन सकिन्छ। अब मैले यहाँ चाहिँ कन्टेन्ट रेडी गरिसकेको छु, फोटो पनि सूचनाको फोटो पनि रेडी गरिसकेको छु। अब त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ सुरुमा भन्दाखेरि सुरुमा अब आफ्नो वेबसाइटको संस्थाको वेबसाइटको लगइन प्यानललाई लगइन गर्नुपर्ने हुन्छ र लगइन गरिसकेपछि हामी कहीँ हेर्नुपर्ने यो डेभलपमेन्ट साइटमा पोस्ट भन्ने कुरालाई हेर्नुपर्छ। कुनै पनि सूचना, कुनै पनि एक्टिभिटिज अथवा कुनै पनि लेख रचनाहरू छ भने पनि हामीले यही पोस्ट भन्ने ठाउँमा गएर पोस्ट गर्नुपर्ने हुन्छ। अब यसको लागि चाहिँ सुरुमा हामीले यहाँनिर पोस्ट भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ र यहाँ क्लिक गरिसकेपछि यहाँनिर चाहिँ योभन्दा पहिला पोस्ट गरिएका सूचना तथा विभिन्न ब्लगहरू चाहिँ यहाँनिर देखिनेछ। अब यहाँनिर हामीले के गर्नुपर्ने अरू टपमा गएर यहाँनिर चाहिँ एड पोस्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ र यो क्लिक गरिसकेपछि हामीले यहाँनिर चाहिँ सुरुमा एड टाइटल भनेको छ। यो टाइटलको ठाउँमा चाहिँ हामीले टाइटल लिएर आउनुपर्ने हुन्छ। अब हाम्रो सूचनाको टाइटल के हो त त्यो कुरा यहाँनिर राख्नुपर्ने हुन्छ। जस्तै मैले यहाँनिर तयारी गरेको छु, मैले यहाँनिर रेडी गरेको हुनाले यसलाई मैले यहाँनिर कपी पेस्ट गर्छु र त्यसपछि यो टाइटल भयो र टाइटलसँगै हामीले चाहिँ अब बिचमा न्यूजको बारेमा अथवा यो टाइटलको बारेमा लेख्नु पर्ने हुनसक्छ। त्यो हो भने चाहिँ यहाँनिर चाहिँ थोरै तल हेर्नु होला, यहाँनिर टाइप टु चुज ब्लग अर भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस् र यसमा क्लिक गरिसकेपछि त्योभन्दा पहिला चाहिँ यहाँनिर चाहिँ त्यसको डिस्क्रिप्सनमा के लेख्ने हो त्यो कुरालाई लिएर आउनुपर्ने हुन्छ र यो टाइप भन्ने ठाउँमा यसलाई चाहिँ सिधै कन्ट्रोल भी गरेर चाहिँ तपाईँले पेस्ट गर्न सक्नुहुनेछ। अब यसको फन्टको साइज चाहिँ कुन साइजमा बनाउने भन्ने कुरा हुन्छ। त्यसपछि यसलाई चाहिँ कन्ट्रोल ए गरिदिनुहोस्, सबैले सेलेक्ट गर्नुहोस् र त्यसपछि यहाँनिर यतापट्टि हेर्नुहोस् दायाँ साइडमा एउटा पोस्ट भन्ने अप्सन छ, एउटा ब्लग भन्ने अप्सन छ। ब्लगमा जानुहोस्, त्यसपछि यहाँनिर चाहिँ यो दुईवटा लाइन चाहिँ यहाँनिर कस्टम साइज भनेर देखिन्छ। हामीले यहाँनिर माउस लाने बित्तिकै र यसमा क्लिक गऱ्यो भने चाहिँ हाम्रो वेबसाइटमा चाहिँ कुन साइजको फन्ट देखिने गरी चाहिँ यो न्युजलाई बनाउने भन्ने कुरालाई हामीले सेट गर्नुपर्ने हुन्छ र त्यसको लागि चाहिँ यहाँनिर नर्मली 15 पिक्चरमा हामीले राख्छौँ र यो 15 पिक्चर भनेको नर्मल फन्ट साइज हो। यो गरिसकेपछि यहाँनिर चाहिँ फन्ट साइज पनि आइसक्यो। अब फेरि हामीले न्युजको थोरै तल क्लिक गर्दाखेरिमा फेरि अर्को यस्तो खालको अप्सन आउँछ, टाइप भन्ने आउँछ। अब हामीले यहाँनिर चाहिँ अब यो चाहिँ सूचना हो, सूचनाको लागि चाहिँ यहाँनिर हामीलाई फोटो ल्याउनु पर्ने हुन्छ। फोटो ल्याउनुको लागि चाहिँ यहीँनिर साइड छेउमा क्लिक गर्दाखेरि अथवा न्युजको थोरै बटममा क्लिक गर्दाखेरि साइडमा यहाँनिर प्लसको आइकन आउँछ दायाँ साइडमा, यहाँनिर चाहिँ एड ब्लग भन्ने अप्सन आउँछ। यसमा क्लिक गर्यो भने के आउँछ भन्दाखेरि चाहिँ अब यहाँनिर दुईवटा कुरा आउँछ, हामीले विचार गर्नुपर्ने हुन्छ। एउटा चाहिँ इमेज भन्ने मात्रै छ अनि अर्को चाहिँ ग्यालरी भन्ने छ। अब हामीसँग एउटा मात्रै फोटो भएको अथवा एउटा मात्रै फोटो छ न्युजको लागि भने हामीले यहाँनिर इमेज भन्ने चुज गर्दा हुन्छ। तर हामीसँग चाहिँ न्युजको लागि भनेर दुईवटा भन्दा बढी इमेजहरू छ, फोटोहरू छ भने चाहिँ हामीले ग्यालरी चुज गर्नुपर्ने हुन्छ। मैले यहाँनिर चाहिँ ग्यालरी चुज गर्छु किनभने मसँग दुईवटा फोटोहरू छन्। यसमा क्लिक गर्छु र क्लिक गरिसकेपछि फेरि तपाईँले यसैलाई हटाउनु पर्यो भने के गर्नु पर्दैन, यसैमा क्लिक गर्नुहोस्, यो जुन छ यो एरियामा क्लिक गर्नुहोस् अनि किबोर्डबाट डाइरेक्ट डिलिट की दबाइसकेपछि यो डिलिट हुन्छ। अब हामीले फोटो अपलोड भइसकेको छ भने यहाँनिर चाहिँ मिडिया लाइब्रेरीमा गएर हामीले चुज गरेर त्यो फोटोलाई न्युजलाई ल्याउन सक्छौँ भने यदि अपलोड भएको छैन र अपलोड गर्नुपर्नेछ भने अपलोड फोटोमा जानुपर्ने हुन्छ। त्यसपछि हामीले फोटो अपलोड गर्नको लागि चाहिँ यहाँनिर अपलोड भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ र अपलोडमा क्लिक गरिसकेपछि हामीले यहाँनिर यो दुईवटै फोटोलाई चाहिँ हामीले चुज गर्छौँ, यसरी चुज गर्छौँ र त्यसपछि ओपन गरिदिन्छौँ र ओपन गरिसकेपछि यो फोटो यहाँनिर आइसकेको छ।
अब यहाँनिर के छ भन्दाखेरि चाहिँ तपाईँले सुरुमा कहीँ क्लिक नगर्नुहोस्। हामीले यो फोटोलाई चाहिँ एउटै ठाउँमा दुईतिर देखाउने होइन कि हामीले दुईतिर यसरी नै डबल फोटो देखाउने हो भने चाहिँ यसै गरी चाहिँ यसलाई केही नचलाउँदा भयो। तर सिङ्गल कोलममा फोटो देखाउने हो भने चाहिँ यतिकैमा तपाईँले केही नगरिकन यहाँनिर चाहिँ लेफ्ट साइडमा हेर्नु होला, यहाँनिर ब्लक ग्यालरी भन्ने यसमा क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि फेरि यता दायाँ साइडमा अप्सन खुल्छ कतिवटा कोलममा चाहिँ फोटोलाई देखाउने। अब यहाँनिर दुईवटा छ, त्यसले गर्दा 2 आएको छ। तीनटामा देखाउने हो भने 3 गर्नु पर्यो। एउटा कोलममा एउटा मात्रै फोटो देखाउने हो भने चाहिँ यसलाई 1 लेख्नु पर्यो। म चाहिँ किन 1 लेख्छु किनभने फोटो चाहिँ अब दुईटा एकै ठाउँमा हुँदाखेरिमा पछि हेर्ने बेलामा क्लियर देख्दैन। त्यसैले मैले 1 मात्रै राखेँ। राखिसकेपछि यो फोटो के हो भन्दाखेरि चाहिँ हाम्रो यो फोटो चाहिँ फर्स्टमा देखिनुपर्ने फोटो सेकेन्डमा गएको छ र सेकेन्डको फोटो फर्स्टमा गएको छ। अब के गर्ने भन्दाखेरि कुनै पनि फोटोमा क्लिक गर्नुहोस्। मानौ मैले यो सुरुकै फर्स्टको फोटोमा क्लिक गरेँ र क्लिक गरिसकेपछि यहाँनिर यो फोटो चुज हुन्छ र चुज भइसकेपछि फेरि यहीँनिर अप्सन चाहिँ हेर्नुहोस् त माथि यहाँनिर टपमा यहाँनिर चाहिँ मुभ राइट भन्ने छ, यसमा क्लिक गर्नुहोस् र यसमा क्लिक गरिसकेपछि के भयो भन्दाखेरि सुरुको फोटो अन्तिममा आएको छ भने अन्तिमको फोटो चाहिँ सुरुमा गएको छ। अब हाम्रो फोटो रेडी भयो। अझ हामीले के गर्नुपर्छ यसमा भन्दाखेरि चाहिँ यो फोटोमा क्लिक गर्नुहोस्, फोटोलाई चाहिँ सेन्ट्रलाइज गर्नुपर्ने हुन्छ। फोटोमा क्लिक गरिसकेपछि यहाँनिर एउटा अप्सन छ, यो चाहिँ अहिले सेन्टरमै छ। यदि छैन भने सेन्ट्रलाइज गर्नुपर्ने हुन्छ। फेरि हामीले अर्को फोटोलाई क्लिक गर्छौँ, सेन्ट्रलाइज छ कि छैन हेर्छौँ, यो पनि सेन्टरमै छ, केही गर्नु परेन। अब आयो अर्को महत्त्वपूर्ण काम। कुन काम भन्दाखेरि चाहिँ अब हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो के हो त, अब नोटिस हो कि अथवा एक्टिभिटिज हो त, हामीले यो कस्तो प्रकारको सूचना हो त होइन। अब यहाँनिर वेबसाइटमा हेर्नु होला, जस्तै नोटिसमा देखाउने हो भने तपाईँले यतापट्टि नोटिस भनेर चुज गर्नुपर्छ, होइन न्युज एन्ड एक्टिभिटिजमा देखाउने हो भने तपाईँले यतापट्टि क्याटेगोरीमा पनि यही कुरालाई चुज गर्नुपर्ने हुन्छ। अब के गर्ने, अहिलेकै पोस्टमा जाने। अब यहाँनिर चाहिँ दायाँ साइडमा हेर्नु होला, राइट साइडमा ब्लग र पोस्ट भन्ने 2वटा अप्सन छन्। अब यहाँनिर चाहिँ पोस्ट भन्नेमा जानु पर्यो। पोस्टमा गइसकेपछि सुरुमा के गर्ने, सुरुमा चाहिँ हामीले के गर्छौँ, यहाँनिर चाहिँ सेट फिचर इमेज भन्ने छ है। सेट फिचर इमेजमा चुज गरेर चाहिँ फिचर इमेज चाहिँ हामीले यहाँनिर चुज गरेर राख्नु पर्यो। जस्तै मैले यहाँनिर चाहिँ इन्ट्रेस्ट भन्ने एउटा छुट्टै ब्यानर बनाएर राखेको छु र त्यो ब्यानरलाई चाहिँ मैले चुज गर्छु। यहाँनिर चाहिँ मैले चुज गरेँ, त्यसपछि सेट फिचर इमेजलाई क्लिक गरेँ। अब त्यसपछि यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो लिङ्क तपाईँले कहीँ सेयर गर्दै हुनुहुन्छ, फेसबुकमा अथवा साथीभाइले सेयर गर्दै हुनुहुन्छ अथवा कहीँ ग्रुपमा हाल्दै हुनुहुन्छ भने यो लिङ्क तपाईँ जहाँ पठाउनुहुन्छ त्यो लिङ्कको ठाउँमा चाहिँ यो ब्यानर परिवर्तन भन्ने फिचर इमेज देखिन्छ। यसको लागि चाहिँ हामीले यो राख्छौँ। अब हामी थोरै तल स्क्रोल गर्छौँ र स्क्रोल गरिसकेपछि अर्को अप्सन के छ भन्दाखेरि चाहिँ यहाँनिर पब्लिस भन्ने छ। तपाईँले अब यो पोस्ट चाहिँ तत्कालै पब्लिक गर्ने हो भने यो ठिक छ, इमिडिएटली नै भइरहेको छ। अब यसलाई चाहिँ हामीले 1 दिन अगाडि पोस्ट गर्ने अथवा 1 दिन पछाडि पोस्ट गर्ने हो भने चाहिँ यहाँनिर आएर चाहिँ हामीले सेड्युल गर्न सकिन्छ कुन तारिकमा कुन मितिमा पोस्ट गर्ने भनेर। मैले चाहिँ यसलाई अहिले नै पोस्ट गर्ने गरी राख्दैछु। त्यसपछि थोरै स्क्रोल गर्नु होला। अब मेन रोल आयो, मैले अघि यहाँनिर भनेको थिएँ। अब क्याटेगोरी, अब हाम्रो यता न्युज चाहिँ कुन सेक्सनमा देखाउने, त्यहाँनिर न्युज एन्ड एक्टिभिटिज अथवा नोटिस भन्नेमा कहाँ देखाउने हो त, हो त्यो कुरा चाहिँ हामीले यहाँनिर चुज गर्छौँ। अब यो चाहिँ नोटिस हो, त्यसले गर्दाखेरि मैले यसलाई चाहिँ नोटिस भन्नेमा चुज गरेँ र चुज गरिसकेपछि अब यो चाहिँ हामीले पोस्ट गरेपछि नोटिस भन्नेमा जान्छ। अब यहाँनिर एड ट्यागहरू भन्ने छ। यो एड ट्यागहरूमा चाहिँ अब आफ्नो संस्थाको नामहरू राख्न सक्नुहुन्छ अथवा इन्ट्रेस्ट चेन्ज हो भने इन्ट्रेस्ट रेट चेन्ज भनेर राख्न सक्नुहुन्छ अथवा संस्थाको बारेमा केही ट्याग लाइनहरू टाइटलहरू तपाईँले यहाँनिर राख्न सक्नुहुन्छ। अब यति गरिसकेपछि हाम्रो सूचना रेडी भयो। अब रेडी भयो, रेडी भएपछि हाम्रो सूचना कस्तो देखियो भनेर चाहिँ हामीले यहाँनिर टपमा चाहिँ हेर्नु होला, यहाँनिर भ्यू भन्ने अप्सन छ। यो भ्यूमा क्लिक गर्नुभयो भने र त्यसपछि यहाँनिर प्रिभ्यू इन न्यू ट्याब गर्नुभयो भने तपाईँको यहाँनिर चाहिँ हाम्रो न्युज चाहिँ कस्तो खालको देखिएको छ त, नोटिस कस्तो खालको देखिएको छ त भन्ने कुरा हामीले यहाँनिर देख्न सक्छौँ। हेर्नुहोस् त, हाम्रो न्युज चाहिँ नोटिस चाहिँ यस्तो खालको देखियो। अब यहाँनिर हाम्रो टेक्स्ट त बिग्रिरहेछ नि त, किनभने यो टेक्स्ट त राइट साइडतिर आउनुपर्ने हो, यसलाई चाहिँ मिल्नुपर्ने हो, मिलेन। अब फेरि हामी टेक्स्टमा जान्छौँ। टेक्स्टमा चाहिँ यहाँनिर के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ यतातिर खाली नै भयो नि त। अब यसलाई चाहिँ हामीले के गर्छौँ, ब्याक गरेर तलको माथि तान्छौँ अनि फेरि यसलाई माथि तान्छौँ अनि फेरि हामीले चाहिँ यहाँनिर गएर पुनः भ्यूमा गएर हेर्छौँ अब कस्तो देखियो भनेर फेरि हामी यहाँनिर यसलाई चाहिँ रिभ्यू गर्छौँ। ठिकठाक देखिएको छ भने अब हामी के गर्छौँ, के पनि गर्दैनौँ, जस्ट यहाँनिर गएर टपमा हेर्नु होला, राइट साइडमा पब्लिस भन्ने छ। यसले अब हामी पब्लिस नेक्स्ट गर्दै जान्छौँ र अन्तिममा पब्लिस गरिदिन्छौँ।
र पब्लिस गरिसकेपछि हाम्रो सूचना चाहिँ पब्लिक भयो। अब हेर्नुहोस् त, अब सूचनाको लिङ्क अथवा पोस्टको लिङ्क चाहिँ यहाँनिर लिङ्क देखिन्छ, पोस्ट एड्रेस भनेर। अब यो लिङ्क कपी गरेर फेसबुकमा हाल्न सक्नुहुनेछ, ग्रुपमा हाल्न सक्नुहुन्छ र आफूले चाहेको ठाउँमा यसलाई युज गर्न सक्नुहुनेछ। त्यो पोस्ट चाहिँ कहाँ पुग्यो भनेर हेर्नको लागि चाहिँ फेरि नोटिसमा राखेका थियौँ नि अघि नै हामीले, त्यसले गर्दा नोटिसमै हेर्छौँ। र नोटिसमा हेरिसकेपछि यहाँनिर देखिएको छ, यहाँनिर हेर्नु त भर्खरै यहाँनिर जनवरी 1 पोस्ट भएको छ ब्याज परिमार्जन सम्बन्धी। यहाँ गएर हेर्दाखेरिमा हाम्रो नोटिस चाहिँ यहाँ आइसकेको अवस्था छ। हो, यसै गरी हामीले चाहिँ यो सजिलैसँग न्युज एक्टिभिटिज तथा नोटिसलाई पोस्ट गर्न सकिन्छ। पक्कै पनि यो भिडियो यहाँको लागि एकदमै उपयोगी भयो होला भन्ने मैले आशा गरेको छु। कुनै पनि नबुझेको कुराहरू भएमा कमेन्ट छोड्न सक्नुहुन्छ। अहिलेलाई यति नै, धन्यवाद।